सम्पूर्णमा नमस्कार र आज चाहिँ हामी सन्दकपुर गाउँपालिकाको वार्ड नम्बर 4 माबु स्थित छौं र यो हाम्रो सूर्योदय टोल स्थित यो एउटा हाम्रो पुर्खाहरूको एउटा आस्था र यहाँ चाहिँ देवी देउराली छ भन्ने कुरोले चाहिँ यो बाटो खन्दै आउने क्रममा हामीले चाहिँ यो ढुङ्गा चाहिँ देख्दाखेरि चाहिँ आज चाहिँ हामीले सरसफाई चाहिँ यहाँ वरिपरि चाहिँ ढालफाड थोरै ढालफाड गरिवरी यो ढुङ्गाको चाहिँ हामीले चाहिँ यसरी चाहिँ सरसफाई कार्यक्रम भइसकेको छ। हाम्रो यता साथी पनि हुनुहुन्छ र यो ढुङ्गाले चाहिँ अब कस्तो हो भने एउटा बुढे अलि हाम्रो पिता पुर्खाहरूको चाहिँ आस्था चाहिँ कस्तो हो भने यो शिवलिङ्ग जस्तै देखिन्छ, एउटा लिङ्गको रूप चाहिँ ल्याछ भन्ने कुरो छ। तपाईहरुलाई म यो तल्लोपट्टिबाट देखाउँछु। तल्लोपट्टिबाट चाहिँ थोरै त्यस्तै दृश्य देखिन्छ, एउटा नमुना देखिन्छ एउटा लिङ्गकै। र त्यहाँ माथि पनि हामी एकदम माथि पनि छेडी ढुङ्गा भनेर हामी माथि पनि पुगेको थियो। यहाँ छेड भएको स्वर्गद्वार ल साथी हो। यहाँदेखि चाहिँ यता चाहिँ यो फाल्टै जग्गा देखिन्छ, फाल्टै ठाउँ देखिन्छ, दुनियाँ हो यो। र यहाँदेखि छिरेर गएपछि यो अर्कै दुनियाँ देखिन्छ। फेरि दुनियाँ यहाँदेखि अर्कै दुनियाँ हो यो साथी हो। हेर्न ल, सही कुरो, सही बात। दुनियाँ चेन्ज। एउटा ढुङ्गाको दुलोमा छिर्दाखेरि दुनियाँ अर्को हो साथी हो। के छ सम्धी, स्वर्गद्वार नछिर्ने हो। आऊ सम्धी, ल आऊ आउने हो। अर्कै दुनियाँ यहाँदेखि अब उता हेर्दा होइन मजा अर्कै। म यहाँ भन्दा छिरिन, नछिर्नु सम्धी। ल म नि आएँ उता, एउटा फोटो खिच्नु त होइन सम्धी। यहाँ माथि ढुङ्गा झुन्डी नै रहेछ कि सम्धी, त्यही भएर म चाहिँ यहाँ जस्तै देखिने ढुङ्गा यो सँगै रहेको। र सम्पूर्णले पक्कै पनि प्रतिक्रिया दिनु होला हाम्रो भिडियोमा के कस्तो छ यो। यदि भन्दै हामी यो भिडियोबाट बिदाई माग्न चाहन्छौँ। धन्यवाद। यसो बाई हान्देऊ नि त। बाई।